हेलो एभ्रिवान, नमस्ते है। तपाईहरुले चाहिँ मेरो मन पर्छ भनिदिनु भयो नि त। त यहाँनिर चाहिँ भात छ हैन। अन्त यहाँ चाहिँ के हो नसोच्नु होला, यो चाहिँ अलिकति डढेको मुनि। सो यहाँनिर चाहिँ हाम्रो भात छ हैन। अनि यहाँनिर चाहिँ के छ आजको खानामा भन्दाखेरि चाहिँ सो यहाँ हेर्नुहोस्। यहाँ चाहिँ मम्मीले अलि फ्राई गर्नु भएको छ हैन। सो अनि यहाँ हेर्नुहोस् है, राति यस्तै हुन्छ। मेरो यो भिडियो क्वालिटी अलिक राम्रो आउँदैन, सो सरी। सो खाना चाहिँ पाकिसकेको छ, 9 बज्न आँटिसकेको छ। अन्त म चाहिँ किन भिडियो गरेको भने चाहिँ अस्ति मङ्गलबार झारेको थिएँ, अब आज शनिबार जानु हुन्छ। अन्त अर्को मङ्गलबार 3 हप्ता चाहिँ जानुपर्ने हुन्छ नि त। सो त्यही भनेर चाहिँ म चाहिँ जाँदैछु। यहाँ लस्करै बसिरहेको छ नाता नातिनीले। यहाँ बाबा मम्मीहरू हुनुहुन्छ, पहिला यिनीहरूलाई झारिदिन्छ, त्यहाँदेखि मलाई झारिदिन्छ। उसलाई भिडियोमा अन गर्ने बित्तिकै यस्तो गरिहाल्छ हातमा। यो यस्तो पक्रिदेऊ न हामीलाई झारेकोहरू। 2 थाल भातै रुच्दैन। 2 थाल 1 थाल पनि हैन, 2 थाल। हामी चाहिँ यहाँ पहिला यिनीहरूलाई झारिदिनु ल, मजाले गर्दै यस्तो मैला। बहिनीले जामा टोकिरहेछ एक हुन्छ। लु हामी 3 जनालाई झारिदिनु हुँदैछ। झारिदिनु झार्दिहाल्नु त सिँढीबाट 3 जनालाई झारिदिहाल्नु सिँढीबाट। यहाँ श्रु बाइ यस्तो माने पे मेनु बाइक हेर म हेर आमालाई पनि देखाउनु। लिली पार्यो मलाई एकछिन यिनीहरूको चप्पल खोलेर मात्रै हालिदिन्छु ल। हाल्नु ल, यहाँ पक्रिन्छ उसलाई। यसरी झारेपछि चाहिँ भागिहाल्नुपर्छ नि त हो। भागा छिटो भागा। अब भाइ पनि भाग्छ। भाइ त यताको भाग्छ अहिले रोडमा। यता चिप्लिन्छ नि त भित्र यस्तो भाग्छ मेरो बाहिर। के गर्नु भाग्छ र थुथु गर्नु न। यहाँ थुतु गर। गप्ता मैले उठाएर राखेको चाहिँ आइसके झारेर। अब चाहिँ यहाँ बाठेले के गर्दैछौ? बाठेले चाहिँ तपाईहरुले नि मेरो मैले पहिला इन्स्टाग्राममा चाहिँ मैले म्युजिक भिडियोहरुमा बनाएर हाल्थेँ हैन। अनि त्यो चाहिँ मन पराइदिइराख्नु भएको थियो। अन्त मैले न्यू आइडीमा हालेको, त्यो पनि मन पराइदिनु भयो हैन। सो यहाँ लाइटमा मात्रै राम्रो हुन्छ। सो मैले चाहिँ आज बेड चेन्ज गरेको छु, यहाँ राखेको छु बेड चाहिँ हैन। सो अब चाहिँ म ओछ्यान मिलाउँछु अनि खाना खाएर सुत्छु। सो भाइ आऊ यहाँ, मेरो भालु बोकेर मेरो भालु बोकेर यी कालुवाले। ओए कालुवा, काली बुढी फेरि यहाँ छ। काली बुढी के हो उयसमा फुलपातीमा भैँसीको मासु पोलेको जस्तै गनायो त है। सो गाइज यस्तै हुन्छ आजकल मेरो भ्लगिङहरू। तर पनि तपाईँहरूले मन पराइदिनु हुँदैछ नि त। अन्त मलाई चाहिँ इन्ट्रेस्ट लाग्यो नि त बनाउनु। सो त्यही हो। अनि अब म ओछ्यानहरू मिलाएर यहाँ हेर्नु न, यो आमा छोरीहरू फेरि यिनीहरू के भएको नगर्न भाइ फेरि हेर त ओछ्यानमा चढाइदिएछ धम्बु। यो चाहिँ हो मेरो छोराको फोटो। सो कोलाई मनपर्छ। यहाँ चाहिँ मेरो नानीको सानोदेखिको मेरो नानी कस्तो क्युट थियो सानोमा। यहाँ हेर्नुहोस् न मेरो ओइ धोम्बे निक्ल। मेरो नानीको फोटो यो चाहिँ सानोको एडविन सुदाम 29 जुलाई। यो चाहिँ मेरो फेभरेट फोटो। त्यही कारण चाहिँ यो मेरो बेडरुमको माथि राख्छु म। पानी बदमास त नगरेको होइन नि यो कालेले। यो चाहिँ मेरो देवरको छोरा हो क्या, देवरको छोरा। अनि मेरो छोरालाई मेरो नानी भन्नै दिँदैन। सो गाइस म चाहिँ यहाँ खाना पस्किनु आएँ। अब के गर्नु, खाना आफै पस्किनु पर्छ मैले त हो। खाना मम्मीले पस्किदिनु हुँदैन, पकाइ चाहिँ दिनुहुन्छ। कति हालिदिनु तपाईँलाई?
बस यति खानु पहिला फ्याङ्छ तपाईँले हिजो पनि फ्याङ्के भोक लागिरहेको छ होइन खानु नि यति अन्त थाप्नु मम्मीले भात आजकल छोड्नुहुन्छ त्यही भनेर चाहिँ मैले अब कत्रो हालको अचार हाल्नुभएछ यहाँ हालिदिएको छु खायो भने यहाँबाट हालेर खानु नि ल कति यति हुन्छ अहिले थप्नुलाई यति नै राख्नु अनि यहाँनिर चाहिँ मुस्रीको दाल बाक्लो बनाउनु भएको छ हो यहाँ हालिदिउँ सो यहाँ त अघि नै देखाइदिए चिकन फ्राई मात्रै गरेको छ हो एक पिस खोर्सानी यो चाहिँ म खोर्सानी र प्याज हालेको मम्मीले चाहिँ एक पिस अनि के हालिदिनु अरे खोर्सानी खोर्सानी र प्याज खोर्सानी र प्याज खाउँ होइन तर म चाहिँ 2 पिस खान्छु ल साथीहरू यो नानीलाई थप्छ होला हो बाबालाई हालिदिनु भयो सो खाना यो मम्मीको खाना मम्मी लिनुहोस् मम्मीले चाहिँ राति भएपछि यही नाइटी लाउनुहुन्छ प्लिज ब्याड कमेन्ट नगरिदिनुहोस् होला मम्मीको लुगै छैन भन्नुहुँदै थियो मम्मी अस्ति सो यो चाहिँ मेरो थाली सो सबैले खाना खाएँ अब मैले पनि खाना खानुपर्ने हुन्छ होइन अनि खाना खाँदाखेरि चाहिँ अब तपाईँहरूसँग म हल्का सेयर गर्ने गरेको छु नि त अनि यो चाहिँ चिकन अनि यहाँ चाहिँ खानु हो खाएर भेट्छु ल